हेलो गाइज, वेलकम टु माई अनदर भिडियो। मेरो नयाँ भिडियोमा यहाँहरूलाई धेरै धेरै स्वागत छ। र आज चाहिँ नयाँ वर्ष पनि, नयाँ वर्षको यहाँहरूलाई सबैलाई धेरै धेरै शुभकामना छ। र आज चाहिँ हामी यो काठमाडौँ नजिकै रहेको तारेभिर मन्दिर जाँदैछौँ। हेरौँ के कस्तो हुन्छ। पर्दा लगाइदिएको यहाँ फोन लगाइदियो नि माथि सकेर आर्मी क्याम्प राम्रो खाने त कता अर्कोमा जानुपर्छ यता जान्छ त राम्रै छ जङ्गलहरू ल फाइनली गाइज अहिले चाहिँ हामी तारेभिर आइसकेको छौँ। तारेभिरको तल ठिक्क तारेभिरको तल फेदमा आइसकेको छौँ हामी। अब यहाँबाट चाहिँ हामी माथि पुग्नको लागि पैदल यात्रा 1 घन्टा लाग्छ समथिङ भन्नुभएको छ। अब हेरौँ के कति लाग्दो रहेछ टाइम। यो यही रोडै रोड हो दाइ माथि जाने भिर यहाँबाट कहाँबाट? ए यहाँबाट रहेछ, यता हौ। त्यहाँ सोध्नु है फेरि ए आज दिँदैन टिकट काटिसक्यो हामीले फेरि। झन्डै स्वस्थ पाउँछ के यो चाहिँ आर्मी बस्ने होला यहाँ होइन? त्यस्तै लाग्यो यस्तै हुन्छ यताबाट हो कि यता यताबाट कि यताबाट यताबाट होला कोही छैन होइन। तर स्पिड मृगको कि बाघको हुन्छ ल भन। स्पिड छ नि रनिङ स्पिड बाघको कि मृगको धेरै हुन्छ? मृगको हुन्छ हो। तर मृगलाई किन समाउँछ बाघले? किन समस्या भन्नु टु लाउँछ नि टुले के लाउँछ? तिरिक लाउँछ। तिरिक लाउँदैन के? तिरिक लाउँदैन के? अलिक डर हुन्छ क्या मृगलाई। पछाडि फर्केर हेर्छ नि त मृगले, त्यतिखेर अब उसको स्पिड अलिक कम भइहाल्छ। त्यही भएर खाने बाघलाई चाहिँ डर हुँदैन। जङ्गलको राजा बाँकी सिंह हो। सिंह सिंह यिनीहरू लडाइँ खेल्छ नि त दुईवटा। लडाइँ चाहिँ खेल्छ तर सिंह भएको ठाउँमा त बाघै जाँदैन भन्छ नि त है हो त। जान्छ जान्छ त्यो एरिया छ भने त्यो जाँदै जाँदैन जान्छ जान्छ तर सिंहै हो नि त। जङ्गलको राजा त्यो 4 क्लासको किताबमा छ क्या। केहीसँग डराउँदैन क्या त्यो बाघ। त्यही भएर त मान्छेले गोरु त्यो जुझाउने हुन्छ नि, गोरुलाई त्यो बाघको छाला खुवाउने, मान्छेलाई पनि त्यो बाघको छाला मान्छेले पनि खाइयो भने तुल्ला आँटिलो हुन्छ। त्यसमा केहीसँग डर लाग्दैन अरे के त्यस्तो हुन्छ अरे। के चरा होला यसरी कराउने? के चरा होला यसरी कराउने? यो चराको नाम के होला? तत्त्व पाइन्छ के तत्त्व पाइन्छ अरे? कुन तत्त्व पाइन्छ केमा? चुरोटमा। खै मलाई थाहा छैन। निकोटिन अरे। निकोटिन हो? उयो त्यो कस्तो छ? होस् त्यतिमा पुग्छ। खोल्यौ खोलिदेऊ खोलिदेऊ न। पानी चाहिँ आएको छ कि छैन? आइरहेको। कसरी थाहा भयो? किन थाहा? तान न अलिक मजाले पखाल है।
त्यही खाने हो म त त्यही खाने हो म यो चाहिँ बोक्ने किन बोक्ने बुझ्नु ल फाइनली गाइज आधी घन्टाको पैदल यात्रा पछि यस्तो सुनसान जङ्गलमा एकदम शीतल यस्तो सुनसान जङ्गलमा आइपुगेका छौँ हामी के खान्छ मलाई ल फाइनली गाइज हाम्रो खाजा टाइम पनि भयो अब के अरे भोक लाग्यो लास्ट भोक लाग्यो यहाँ माथि त केही पनि पाइँदैन रहेछ केही पनि नपाइँदो रहेछ तलदेखि एकैचोटि यहाँ माथि डाँडामा केही पानी चाहिँ पाइँदो रहेछ बिचबिचमा पानी चाहिँ यति टेस्ट यहाँ पाइने भनेको अर्ग्यानिक गाइस होइन यहाँ पाइने भनेको चाहिँ पत्कर र यो जङ्गलमा त रहेछ अनि यहाँ चाहिँ पाइने भनेको खाजा चाहिँ रारा चाउच रारा खट्टा छ हो रम्बा चाउच जस्तो नि हो यो फुटी छ भने के को ठिक लाग्छ तिमीलाई फुटी के को ठिक हुन्छ पिपल पिठो सकिसक्यो कोदा पिठो के भन्छ ल फाइनली गाइज अहिले चाहिँ म 1 घन्टाको पैदल यात्रापछि यो तारै भिरको माथि डाँडा जहाँबाट चाहिँ भ्यू देखिन्छ त्यो ठाउँमा आइपुगेको छु ल एकदमै बवाल लाग्यो मलाई चाहिँ ल फाइनली गाइज यो चाहिँ तारै भिर माथि डाँडाबाट देखिने भ्यू हो ल यहाँबाट डाँडाबाट चाहिँ यस्तो देखिँदो रहेछ एकदमै बवाल लाग्यो मलाई चाहिँ ल ल फाइनली आजको हाम्रो हाइकिङ पनि सकियो आज नयाँ सालको उपलक्ष्यमा यो तारेभिर काठमाडौँ नजिकै रहेको तारेभिर एकदमै राम्रो लाग्यो मलाई चाहिँ एकदमै राम्रो लाग्यो र इन्जोय पनि फुल इन्जोय गरियो एकदमै राम्रो छ र आज चाहिँ यसो भन्दै आजको भिडियो चाहिँ यतिमै इन गर्छु र भिडियो के कस्तो भयो प्रतिक्रिया दिनु होला आजको भिडियो कस्तो भयो प्रतिक्रिया दिनु होला र यसो भन्दै आजको लागि चाहिँ छुटौँ बाई बाई ह्याप्पी न्यू इयर नयाँ सालको यहाँहरू सबैलाई धेरै धेरै शुभकामना